नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा यासुई छक्कगु स्थापना दिवसीय ज्याजो चुकुदु स्थापना दिवसीय ज्याजो शाखा ज्याकु पुचे मंगलबार चुकु ख ज्याजुले नवासे प्रतिनिधि सभा सांसद डाक्टर तोसीमा कार्की मुटुया नली वैगु समस्या जंके तत्तैगु सुंगु जाली मध्ये छगु जालिया लागि सरकार आर्थिक रूपमा ग्वालियाना चुंगुली ल्योदनीगु निगु जालिया लागि न सरकार पाखे ग्वाली याकेगु लागि थम पहलियागुतका थेतिर बिरामीहरूको लागि सर्जरीको लागि भनेर चाहिँ सरकारले 1 लाख सम्मको सुविधा दिने व्यवस्था मिलाएको छ। यो सबैलाई जानकारी नै छ होला, छैन भने हामीले जानकारी गराउनुपर्छ हाम्रो समाजलाई पनि। र अर्को चाहिँ स्टेन्ट हाल्ने जुन मुटु रोग भएका बिरामीहरूको रगत नसामा चाहिँ कहिलेकाहीँ त्यो रगत नसा साँगुरिएको छ, खुम्चिएको छ, बन्द भएको छ भने त्यसलाई खुलाउनको लागि एक किसिमको जाली हालिन्छ। त्यसलाई चाहिँ जाली स्प्रिङ टाइपको हालिन्छ। त्यसलाई स्ट्यान्ड कमनली चाहिँ स्ट्यान्ड भन्छौँ। त्यो चाहिँ पोलिसी लेभलबाट नेपाल सरकारले एउटासम्म स्ट्यान्ड चाहिँ फ्रीमा उपलब्ध गराउने गरेको छ। तर अब हामीले चाहिँ कोही बिरामीलाई एउटा मात्र स्ट्यान्डले पुगिरहेको हुँदैन र एउटा स्ट्यान्ड मैले बुझ्दाखेरि मेरै बुवाको अपरेसन गरेर 2टा स्ट्यान्ड हाल्नु परेको थियो। 2टा स्ट्यान्ड हाल्दाखेरि एउटा स्ट्यान्ड चाहिँ नेपाल सरकारको तर्फबाट भयो, अर्को स्ट्यान्ड चाहिँ लगभग 75 देखि 90 हजारसम्म पर्न गएको थियो। भनेपछि त्यति महँगो छ एउटा स्ट्यान्ड मात्रै। मुटु रोग अपरेसन त्यतिकै महँगो छ हैन। अझै ठुला अस्पताल प्राइभेट अस्पतालमा त अझै धेरै महँगो छ। अब यसलाई चाहिँ सहजीकरण गर्न र स्ट्यान्ड कतिवटासम्म आवश्यक पर्न सक्छ। अब जस्तै कुनै बिरामीलाई 3 वटासम्म हैन आवश्यक पर्न सक्छ। जतिवटा चाहिन्छ त्यो बिरामीलाई चाहिँ त्यतिवटा स्ट्यान्ड चाहिँ निःशुल्क उपलब्ध गराउनुपर्छ भन्ने अभियान पनि हामीले सुरु गर्नुपर्छ। त्यसको लागि पनि म अभ्यास गर्नेछु। कतिको सफलता मिल्न सक्छ त्यसमा हजुरहरूको पनि समन्वय र हातेमालो हुन्छ भन्ने मलाई विश्वास छ। ज्याजुले केन्द्रीय अध्यक्ष बलराम न्यौपाने, शाखाई नायक बालकृष्ण तुलाधर, निवर्तमान नायक डाक्टर पुष्पराज राजकर्णिका, नेपाल हर्ट फाउन्डेसन नायक डाक्टर मृगेन्द्र राज पाण्डे, वरिष्ठ मुतुलय विशेषज्ञ डाक्टर प्रेमराज वैद्य, नेपाल रेड क्रस सोसाइटी अध्यक्ष बाबुराज महर्जन, सेवाग्राही जितेन्द्र साक्य, संस्थापक महेश्वर भारती, दाता निर्मला कायस्थ लगायत हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाई ज्याखाईबारे नवाना दिएको ख। तीनवटा कामहरू गरिरहेका छौँ। एउटा काम भनेको त यो संस्थाको नामैले के सङ्केत गर्छ भने हामी हृदयरोगलाई निवारण गर्न हिँडेका हौँ। त्यसकारण पहिले त हामी के सोच्छौँ भने यो रोगै नलागोस्, किनकि यो रोग सकभर चाहिँ लाग्न नदिनुको लागि के चाहिँ प्रिभेन्टिभ कामहरू गर्न सकिन्छ त्यो गर्ने हो एउटा काम चाहिँ। र त्यसको निमित्त हामीले विभिन्न ज्ञानवर्धक यो हृदयरोग सम्बन्धी चेतनामूलक अन्तर्क्रिया कार्यक्रमहरू, प्रवचन कार्यक्रमहरू, शिविरहरू र त्यस्तै गरिकन चाहिँ प्रकाशनहरू निकाल्ने कामहरू गर्दै आएका छौँ। एउटा प्रिभेन्टिभ काम गरेका छौँ। यहाँ चाहिँ यति राम्रो काम गरिसके हेर्नु साँच्चैको अचम्म छ। यो पाटनमा के छ समथिङ इज डियर, यु क्यान म्यानेज एन्ड अल दिस थिङ र सत्य गराउन सक्नुहुन्छ। भेरी गुड इन दिस प्लेस, द्याट मिन्स इन द पाटन। अब यो उहाँले गरिराख्नु भएको छ। एकचोटि मसँग यहाँ भन्न आउनुभएको थियो क्या, 2-3 आउनु उहाँ के चाहियो मैले त बुझ्दै बुझ्दैन। उहाँले खोलेर छ हल बनाउने रे, यो हल बनाउने लाइक न्युज भनेर अलिकति केही सहयोग दिनुहोस् भने एकचोटि पनि हाल भन्छ के मैले बुझ्दै बुझिनँ। त्यसपछि 3चोटि आएपछि उहाँलाई पत्र पुष्पम दिएर यो हलको हार्ट फाउन्डेसनको उद्देश्यमा चाहिँ सबभन्दा यो मुख्य पोइन्टहरू राख्नुभयो। यसमा प्रिभेन्सन भन्ने पोइन्ट चाहिँ सबैभन्दा ठुलो कुरा है। त्यो प्रिभेन्सनमा पनि यो 5वटा हाम्रो नेसनल प्रोग्राममा पर्दछ। यो नेसनल प्रोग्राममा 5वटामा यो हार्ट एट्याक कन्ट्रोल प्रोग्राममा चाहिँ यो अखचिको सबैभन्दा ठुलो रोल छ। अब यो अखची चाहिँ कसरी सुरु हो भन्दाखेरि यसमा चाहिँ गो रेड फर वुमेन स्पेसल प्रोग्राम। यो सुरुमा चाहिँ यो स्वास्थ्य मानिसहरूमा मुटुको रोग बढेपछि मात्रै यो अखचिले गर्दो रहेछ भन्ने कुरा संसारमा थाहा भयो।
जुथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ट्रान्सफ्याक्ट विरुद्ध या अभियान न्याकवै चुङ्गुदु युवा अवस्थामा लाग्ने हृदयघात